हेलो गुड मर्निङ साथीहरू। म चाहिँ बिहान उठिसकेको छु र मेरो आजको ब्लग बनेको चाहिँ स्पेसल्ली सुँगुरको मासु खानेहरूको लागि। सबैले फुल वाच गरिदिनु होला भन्न चाहन्छु। सुँगुरको मासु त मिठो हुन्छ कि साथीहरू, तर सुँगुर पाल्नु चाहिँ निकै गाह्रो छ है। म चाहिँ बिहानै उठेर अब सुँगुरको चारो बनाउनु पर्यो भनेर एउटा केराको बोट काटेर ल्याएँ। त्यस पछाडि यसलाई मजाले टुक्रा पारेर चिरा बनाएँ। चिरा बनाएर यसलाई बटुल्दैछु। यसलाई बटुलिसकेपछि म मकै र घाँससँग मिक्स गरेर मेरो कुटी मेसिनले मजाले काटेर मिक्स गरेर पकाउने छु। मेरो कुटी रेडी भइसकेछ। र मैले आदि चाहिँ काटिसकेको छु र आदिमा म अलिकति भुस पनि मिक्स गर्छु। यसरी भुस मिक्स गर्यो भनेदेखि चाहिँ मजाले पाक्छ। र बाँकी रहेको आदिलाई पनि मैले काटिसकेँ र यसलाई अब मजाले भुस मिक्स गर्दैछु। र अब मेरो काट्ने काम सकिएको छ। अब म आगो फुक्नतिर लाग्छु। आगो फुक्नको लागि मैले दाउराहरू मिलाउँदैछु। दाउरा मिलाइसकेपछि म एउटा चौचौको खोलिदिन्छु। यसबाट चाहिँ आगो बाल्न सजिलो हुन्छ। बाइचान्स हातमा लाग्यो भने चाहिँ साथीहरू फेरि यसले मासुको चोक्टै लिएर जान्छ नि। सो अब सानो सानो झिक्राहरू पनि हाल्छु। यसले चाहिँ झन् मजाले आगो बल्छ। स्टार्टिङमा अलिकति आगो बाल्नु गाह्रो हुने भएकोले। र मैले आगो पनि फुकिसकेको छु। अब भने म अघि काटेको दाना सबै भाँडामा हाल्दैछु। आगो पनि मजाले बलिरहेछ। अब म यसलाई भाँडा राख्छु है त चुलामा साथीहरू। अब यसलाई माथिबाट ढक्कनले छोपिदिन्छु। त्यस पछाडि आगो मजाले बाल्ने। बाँकी रहेको अलिकति पनि म उठाउँदैछु। यसलाई बोरैसँग उठाउँ र यो चाहिँ एकछिनमा बिस्तारै गर्दै थप्दै बनाउनु पर्ने हुन्छ साथीहरू। भएभरको सबै बटुलिसके र आगो पनि मजाले बलिरहेछ। त्यसपछि म बाख्रा र भैँसी निकालेर लागेँ। हाम्रो बाख्रा चाहिँ यस्तो छ है साथीहरू। भैँसी त झन् जान आँटेको छ। यो साह्रै काम नदिने अब योपालिको। अब हाम्रो चारो पाक्न लाग्यो है साथीहरू। अब म यसलाई मजाले चलाउँछु। साह्रै गाह्रो हुन्छ किनभने भरि छ, त्यही भएर। र फाइनली हाम्रो चारो पनि पाकिसकेको छ।